रौटाहाटको एक गाउँमा मध्यरातमा सुनिएको चिच्चाहाट। सारा गाउँ कापे। कोही भन्थे देवीले बलि मागेकी थिइन्। जब प्रहरी पुगे सत्य त्यसभन्दा पनि डरलाग्दो थियो। मानिसहरू शक्ति र धनको लालचमा कहाँ पुग्छन्? आउनुस् बुझौँ आजको रौताहाटको सत्य घटनामा। Nitesh Kumar Yadav. Nitesh Kumar Yadav. Nitesh Kumar Yadav, a child killed by his aunt. 3 ज्येष्ठ। यो कुनै साधारण दिन थिएन। यो त्यो दिन हो जहाँ नितेश कुमार यादव 3 वर्षका बालकलाई आफ्नै सानी आमाले अपहरण गरिन्। यिनी तिनै हुन् महादेवी यादव, जसले आफ्नो छोरा जस्तो भतिजलाई अपहरण गरिन्। सधैँ सँगै हुने छोरा लामो समयसँग नभेटिँदा उनका बुबा गणेश राय यादवलाई छोराको अपहरण भएको शङ्का हुन्छ। उनले छरछिमेक र प्रहरीलाई खबर गर्छन्। प्रहरीले सबैलाई सोध्न पुग्छ। सोध्ने क्रममा महादेवी यादवको व्यवहारमा प्रहरीलाई शङ्का लाग्छ। जब प्रहरीले मायादेवी यादवको घरमा छापा हाने त्यहाँको दृश्य देखेर गाउँले सहित प्रहरी पनि चकित पर्यो। उनीहरूले महादेवी यादवले काला जादु गर्दै एक टाउको नभएको बच्चाको लास देख्छन्। महादेवी यादवले काला जादु गर्दै डरलाग्दो मुस्कान देखाएकी थिइन्। महादेवी यादवलाई प्रहरीले पक्राउ गर्छ। जब प्रहरीले त्यो लासको बारेमा सोध्छन् महादेवी यादवलाई, उनले भनेको सुनेर सारा गाउँ र प्रहरीको मन डरले काप्न थाल्छ। उनले त्यो लास बेपत्ता भएको 3 वर्षको बालक नितेश कुमार यादवको हो भनी बताइन्। उनले बालकको बलि चढाई उसको टाउको बागमती नदीमा फालेको बताइन्। यो सुनेर प्रहरीले उनको भनाइ अनुसार बागमती नदीको वरपर खोज्न थाल्छन्। नभन्दै त्यो बच्चाको टाउको बागमती नदीको किनारमा फेला पर्छ। प्रहरीले यस्तो किन गरेको भनेर महादेवी यादवलाई सोध्छन्। उनले बताएको सुनेर तपाईँ पनि दङ खानुहुन्छ। उनले भन्छन् कि उनले काला जादु गरेको र धन र भक्तिको लालचमा आफ्नो भतिजलाई मारेको बताइन्। पछि प्रहरीले उनीसँग अझै सवाल जवाफ गर्दाखेरि उनले यो अपराधसँग सम्बन्धित अर्को व्यक्ति पनि फेला पार्छन्। महादेवी यादवले छविलाल रायले यो गर्न लागेको भनेर बताइन्। असार 24 यो साधारण दिन होइन। यो दिन महादेवी यादवलाई हेटौडा अदालतले जन्मकैदको सजाय दिन्छ। तर अनौठो कुरा के भने छविलाल राय अझै पनि हामी सर्वसाधारणकै बिचमा छन्।